हेलो गाइज गुड मर्निङ वेलकम टु माई भ्लग। आज चाहिँ मेरो बर्थडे सो सबैजनाले मलाई विस गर्नु। अनि आज चाहिँ म दिउँसोभरि के गरी कता कता गई भन्ने सबै हजुरलाई म यो भ्लगमा देखाउँछु है। Welcome to Samiksha birthday vlog on our YouTube channel. It's time to celebrate. अनि मेरो सानो चाहिँ सुतिराकी छ, उठेकी छैन है। अनि मेरो बुढा चाहिँ भर्खर बाहिर घुमेर आइसु। अब म काललाई लिटो खानिदिन्छु पहिला, अनि त्यसपछि मामु रेडी हुन्छु। साना के भन, 2-4 वटा शब्द मेरो बर्थडे विश गर मलाई। केही छैन, ह्यापी बर्थडे टु यु। अलि राम्रो राम्रो भन न। ह्यापी बर्थडे टु यु। अनि केही छैन मेरो त्यस्तो, एकैन ह्यापी बर्थडे। तिमी ह्यापी बर्थडे मात्र भनेर हुन्छ? ह्यापी बर्थडे मात्र आउँदैन। मेरो गिफ्ट खै साना? यहाँ छ मुटु भरिको माया तिमीलाई भन न। ज्ञानी बच्चा मेरो। ए गुडिया, खोइ मम्मालाई ह्यापी बर्थडे भने कि खोइ। ह्यापी बर्थडे भन्दिउँ, ह्यापी बर्थडे भन्दिउँ। ए गाइस, अब चाहिँ म रेडी भएर मन्दिर जान्छु है। अब म रेडी भइरहेको छु ल मन्दिर जानको लागि। हामी चाहिँ पशुपति जाने भनिरहेको। अब म रेडी हुन्छु। अलिअलि त मेकअप गर्नै पर्यो है। अब म चाहिँ मेकअप गरेर मन्दिर जानको लागि रेडी हुन्छु है। एकदम फाउन्डेसन ब्लेन्ड गर्ने टाइम लागिरह। म चाहिँ यति रेडी भइसकेँ है गाइस। म र छोरी चाहिँ रेडी भइसक्यौँ है। ल हामी चाहिँ अब पशुपति जान रेडी भइरहेछौँ है। म र बुढा चाहिँ बाइकमा, मेरो देवर अनि मेरो बहिनी अनि मेरो छोरी चाहिँ यो स्कुटरमा। सिउ पशुपति। हामीले चाहिँ फुल किन्यौँ। अब चाहिँ हामी यहाँ मिठाई पसल अगाडि छौँ लड्डु किन्नलाई। मन्दिर अगाडि छौँ। मेरो छोरी अनि उसको आन्टी चाहिँ यहाँ छन्। हेलो छोलु, हेलो। वाउ वाउ, कति राम्रो देखेको। साना चाहिँ यहाँ मलेको। जय शम्भु। कहाँको यो चाहिँ पशुपतिनाथ अनि उहाँहरू चाहिँ अब पूजा गर्न भित्र जाँदै हुनुहुन्छ। सो यहाँबाट भित्र त छिर्नै दिँदैन मतलब पनि अब फोटोहरू चाहिँ फोनहरू चाहिँ लग्नु दिँदैन नि त, त्यही भएर। सो बाई बाई पशुपतिनाथ। समीक्षा मिस ओइ पछाडि हेर्नु ल। Asri is enjoying है। चलु 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 चलु। गाइस हामी चाहिँ पूजाहरू गरिओरी पशुपतिबाट बाहिर निक्लिसक्यौँ है। अब चाहिँ बिहानदेखि भोकै छौँ, लगभग 1 बजिसक्यो। अब चाहिँ हामी केही खान्छौँ है। हेलो सानीमा छोली, हेलो पापा। ल चलो चलो, मेरो पुन्तुलाई चाहिँ आज एकदम अचम्म लागिरहेको छ। सानो वाह छोली आस्ली, ए छोलु, ये छोलु, वाह 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 वाह, कस्तो राम्रो के। सबभन्दा बेस्ट पार्ट
आहा हाई पापा हेलो हेलो ड्याडी भन्नु हामीले चाहिँ पशुपतिमा आएर यो खायौँ राछौँ है बिहानदेखि केही खाएन थ्याङ्क यू साना वाउ कस्तो दामी रहेछ थ्याङ्क यू सो मच मेरो बहिनी आई लभ यू बुके प्लस मेरो स्किन केयरको सामान रहेछ फेरि मेरो फेभरेट स्किन केयर कोरियन स्किन केयरको सामान रहेछ वाउ थ्याङ्क यू अनि यहाँ एउटा पनि रहेछ है नोट पनि रहेछ है नोट चाहिँ पढौँ है Happy birthday to my amazing sister celebrating you extra special happy. It's your first birthday as a mother. Watching you embrace motherhood has been incredible, and I'm so proud of you. Amazing mom, you have become through. We are part. My heart is filled with the joy for you and our little Musa. I miss you so much, and all the memory out together. This small gift is a token of my love, a little something to pamper yourself as you deserve it. May your day, may your day be filled with love, laughter, and precious moment. Can't wait to celebrate with you all soon. I love you more than words can say. Thank you so much, मेरो बहिनी. Thank you so much, and I love you. मलाई यति मन पर्यो मलाई जे चाहियो त्यसले त्यही सबै अर्डर गर्दा रहेछ यो भिटामिन सी सेराभीको मोइस्चराइजर राइस टोनर है एनिमाको नेल्सिलामाइड अनि यो 345 को अनि यो बुके प्लस चकलेट यो लागि त मेरो लागि एकदम प्रिसियस गिफ्ट हो है once again thank you so much Sudiksha I love you कवाडी टिचर भन लाग्यो गाडीमा त भात सात दाल तरकारी ल्याएर खायो भन्नु पिराजु हेलो गाइज हामी चाहिँ अब जाँदैछौँ होइन सो जस्ट हुन्छ नि स्मल सरप्राइज फर हर त्यस्तो धेरै ठुलो त्यस्तो केही पनि छैन त्यसपछि सो बाई गाइज अब हामी चाहिँ जाँदैछौँ अनि दाई चाहिँ एकदम फ्रेन्डली होइसिन्छ है एकदमै धेरै फ्रेन्डली लाग्यो मलाई चाहिँ होइन पोलाइट पनि होइसिन्छ सो दाई हजुर कार्ड नम्बर कति रे 8774 अनि रिजनेबल प्राइसमा हजुरहरूलाई जहाँ पनि पुर्याइदिन्छ दाइले सो कन्ट्याक्ट गर्नु है दाइलाई मैले अस्ति फोन गरेको स्मल सरप्राइज छ अरे के सरप्राइज हो मेरो बुढा अनि मेरो बहिनीको सरप्राइज हेरौँ है यहाँनिर हामी कहाँनिर छौँ साना झम्सी खेलको अमु रेस्टुरेन्टमा छौँ है देखाइदियो त एन्ड वरिपरि सबैतिर देखाइदियो यता पनि आलु बर्थडे गर्नु आलु Oh, nice! The happy birthday. What's up? Thank you. Chale reserve गरेको रे एक्सपेक्टेसन भर्सेस रियालिटी भयो रे उसलाई फेरि यस्तो हाल्यो आजबाट 1 वर्ष म बुढी भएँ है त्यो पनि हामी सेलिब्रेट गरिरहेछौँ है थ्याङ्क यू सो मच मेरो बहिनी मेरो हस्बेन्ड सानो सरप्राइजको लागि ब्लेस्ड टु ह्याभ यु बोथ इन माई लाइफ कस्तो राम्रो लाग्यो मलाई यो ड्रइङहरू चाहिँ है यहाँभित्र गइरहेछु के ड्रइङहरू चाहिँ कस्तो एस्थेटिक टाइपको रहेछ है कस्तो राम्रो यो चाहिँ एकदम मन पर्यो कानु हाय चानु हेलो हाम्रो ब्लगमा हजुरहरूलाई सबैलाई स्वागत छ है हाम्रो हेलो माया गर माया ओ यो के
When you have sister है कस्तो मजा आउँछ के बाहिर निक्लिन पनि सिस्टरहरू भएपछि त यसरी बेबी पनि हेरिदिने अनि हामीलाई टाइम दिने है सना थ्याङ्क यू रिजु आन्टी थ्याङ्क यू रिजु एउटा मेसेज मेरो लागि एउटा मेसेज मेरो बर्थडेको लागि सुरुमा त ह्याप्पी बर्थडे टु यु अनि त्यसपछि के भन्नु एकदम खुसी रहेछु अनि त्यसपछि आफूले चाहेको सब कुरा पुरा होस् बिनाजुलाई के मेसेज बिनाजुलाई दिदीलाई खुसी राख्नु भन्नु होइन के अरे हजुरलाई चाहिँ एउटा मेसेज बिनाजुलाई धेरै दुःख नदिनु बिनाजुले भने मान्नु बिनाजुले जे भन्नुहुन्छ एकदम बिनाजुको प्यारी साली भएर भनेको सारा यस्तो हो नि त बिनाजु खुसी भइसक्यो भने हजुरलाई खुसी राखिदिन्छ त्यो पनि हो त्यही हो नि त सना तिमी एउटा मेरो लागि मेसेज ओके बढी नबोल्नु त्यति हो हजुर ओके हैन भन त त्यति नै हो मेरो त खासै त्यस्तो केही छैन मेसेज ब्लेसिङहरू केही पनि दिनु पर्दैन ब्लेसिङहरू धेरै छ नि ब्लेसिङ भएर त अहिलेसम्म यतिसम्म ऊ ब्लेसिङ त्यही छ दीक्षा मेरो लागि मेसेज तेरो लागि चाहिँ एउटा स्पेशल मेसेज के हो भनेदेखि अलवेज चुज योर फ्यामिली फर्स्ट त्यसपछि हैन फ्यामिली हैन सुरुमा आफूलाई राख्नु पर्यो हैन बट फ्यामिली राख्नु पर्यो यस्तो राम्रो छोरी छ हैन अनि यस्तो राम्रो बिनाजु होइसिन्छ अभियसली हामी पनि फ्यामिलीमै क्याल्कुलेट हुन्छौँ हैन यस्तो हो के एकदम वर्ल्ड चाहिँ एकदम हुन्छ नि सेल्फिस छ कि लास्ट सेल्फिस छ हैन चाहिने बेला सबैजना आउने हो आफू नजिक नजिक आउने हो हैन जब के अरे आफूलाई चाहिए हुन्छ नि त्यो बेला कोही आउँदैन वास्ता नि गर्दैन त्यही भएर अलवेज चुज योर फ्यामिली फर्स्ट है गाइज अलवेज है त्यो दुःख पर्ने बेला मैले भोगेको कुरा एक्सपिरियन्स भन्न चाहिँ दुःख पर्ने बेला कोही नि आउँदैन जस्ट हुन्छ नि के भन्छ गेट वेल सुन भन्छ ओहो यस्तो भयो उस्तो भयो मात्र भन्ने हो होइन तर त्यहाँ साथ दिने भनेको इकोनोमिकली होस् फिजिकली होस् जसरी होस् फ्यामिलीले साथ दिने हो त्यही भएर कसैलाई पनि त्यो हुन्छ नि फ्यामिलीलाई मात्र प्रायोरिटी दिने अरू कसैलाई प्रायोरिटी दिने फ्यामिली खुसी भयो भने नि आफू मस्त खुसी भइन्छ लाइफमा सक्सेस यत्तिकै पाइन्छ है गाइज गर्ल प्लिज मेसेज थ्याङ्क यू सो मच फर्स्टमा मेरो सानालाई है मलाई सानाले मेरो दिएको गिफ्टहरू म लगाइरहेको छु अहिले है थ्याङ्क यू गिफ्ट भन्दा पनि इम्पोर्टेन्स मलाई एकदम होइन माया गर्ने थ्याङ्क यू सो मच अनि मेरो बहिनी जसले यस्तो सानो भए पनि यस्तो होइन मलाई सबै थ्याङ्क यू सो मच एन्ड मेरो बहिनी युएसएबाट त्यत्रो मलाई एकदम गिफ्ट ल्याइदिएको थियो त्यसको लागि पनि थ्याङ्क यू सो मच रिजु मेरो लागि टाइम निकालेर एक्जामको बिचमा पनि मेरो लागि टाइम निकालेर मेरो खुसीको लागि आइदियो थ्याङ्क यू सो मच म एकदम खुसी छु तिमीहरू मेरो लागि तिमीहरू वरिपरि भएर म एकदम धेरै खुसी छु थ्याङ्क यू सो मच वेलकम बर्थडे यो बर्थडे अब अर्को वर्ष हेर्दाखेरि होइन एउटा मेमोरी नि भएर बसिरहेको हुन्छ त थ्याङ्क यू सो मच सो गाइज ल खोइ रिजु खोइ तिम्रो ल पकड हाम्रो अलिकति छोरीले डिस्टर्ब गरेर के गाइज त्यही भएर ल सो चियर्स टु अस 3 2 1 go happy birthday to you happy birthday to you happy birthday dear mama happy birthday to you thank you गाइज अब चाहिँ हामी लगभग खाइ पनि सक्यो अब एकैछिन बस्छौँ 2टा डिस आउनु बाँकी छ त्यसपछि हामी जान्छौँ रिभ्यू दिनु पर्दाखेरि 10मा म यो ठाउँलाई 8 दिन्छु है 2 चाहिँ म कट गर्छु किनभने यिनीहरूले हामी जुन डेकोरेसन भनेको छ त्यो माथि त्यो डेकोरेसन चाहिँ राम्रोसँग गरिदिएको रहेछ होइन अब हुन चाहिँ ट्याग स्याग एकदम रिभ्यू आएको ठाउँ भने हामी मेरो बहिनी र मेरो हस्बेन्डले प्लान गरिसक्यो बट थोरै चाहिँ मलाई अलिक मन पर्यो अरू चाहिँ ओभरअल खानेकुरा एकदम मिठो छ सबै कुरा राम्रो छ है भ्यू चाहिँ देखाइदियो दीक्षा हो है हामी चाहिँ माथि एकदम चिसो भयो तल ट्रान्सफर भएको है फाइनली हाम्रो पिज्जा पनि आइसक्यो के हो सेकेन्ड लास्ट डिस हो हो ल के भयो बर्थडे गर्ललाई के भयो म सोचिरहेको छु के सोचेको
के गर्नु साथीहरू यस्तै हेर्नु आमाको माया के यहाँ अन्त मदरहुड फर्स्ट त्यही भएर नि मैले फ्यामिली चुज गर्नु भन्ने हो क्या एन्ड उहाँ महानुभाव चाहिँ उहाँ यति राम्री सुन्दरीको बुढा हाम्रो पोकी हाई भनिदेऊ मलाई कस्तो बिचमा जानु मन लागेर यहाँ आइसक्यो म त्यहाँ जान्छु अनि बिचमा हुनुहुन्छ हामी जाउँ न गोवा ल हाम्रो चाहिँ सक्यो आउ भयो गरौँ अझै अलिकति सानालाई थकाइ लागिसक्यो आज सुतेको छैन रात पनि परिसक्यो हाम्रो एउटा बाँकी नै छ है गाइज गिफ्ट सेसन त्यसपछि चाहिँ हामी सोध्छौँ है त सो त्यो ब्लग यता हेरिदेऊ छोरी यता हेरिदेऊ त्यो त मलाई त्यहाँनिर म्यामको फेभरेट भनेर त्यो टार्गेट गरेर आउँछ नि क्या नाइस थ्याङ्क यू सो मच मैले त्यसकोमा देखेको थिएँ अब बेबी भइसकेपछि आफ्नो लागि भन्दा पनि आफ्नो बेबीको लागि सामान बेस्ट हुन्छ भनेर हाम्रो गफ भएको थियो कि अस्ति नि त्यसपछि उसले के चाहिएको रहेछ भनेर मैले यो थ्याङ्क यू सो मच पुनम थ्याङ्क यू लभ दिसै हामी लिने भनेर थियो उसले पठाइदियो है थ्याङ्क यू अनि यो फ्लावर अनि बुके रहेछ है थ्याङ्क यू हेलो गाइज अब चाहिँ सेलिब्रेसन पनि सक्यो गिफ्ट अनबक्सिङहरू पनि सक्यो सबै कुरा सक्यो बर्थडे रमाइलो भयो स्पेसल नै भयो थ्याङ्क यू सो मच एभ्री वान जसले मलाई यो आजको दिन खुसी पार्नुभयो जसले मलाई प्याम्पर गर्नु सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु होप यु गाइज लाइक माई भिडियो प्लिज लाइक सेयर एन्ड सब्सक्राइब माई भिडियो थ्याङ्क यू सो मच गाइज बाई